हेलो गाइज नमस्ते। आज चाहिँ हामी टक्कसँगले बिदाको दिनमा कार्यक्रमहरू गर्नुलाई स्टेसनतिर जाँदैछौँ। माझ टक्कसँगले अब त्यहाँनिर के काम हुन्छ त्यहाँनिर तपाईँहरूलाई म देखाउँछु। टक्कसँगले जाने, खाने, माल सामान किन्ने, हल्का भिजिट भिसा हान्ने, चट्टा आउने सबै कामहरू म देखाइहाल्छु। अब तोरी यहाँ तोरी फलिसक्यो, तोरी बारीमा सानो तोरीहरूलाई पनि देखिदिनुहोस्। ठिक छ, यति ठिक छ होइन? हुन्छ है, भेट्दै गरौँला। कडा छ झराइरखाइहरू उहाँको। साइकल पार्क गर्ने ठाउँमा आइयो है हामी चाहिँ। यहाँ मस्ती गर्ने हो, मस्ती गर्ने हो। मस्ती गर्ने हो होइन त? बिदाको दिनमा आज चाहिँ हामी गर्मी छ। गर्मी भइरहेको यहाँनिर खान जाँदैछौँ हामी चाहिँ। खाने हल्का सपिङहरू गर्नुपर्छ। आज त्यो खर्चालाई माल पुग्ने गरी हो खाली उड्ने तल पर्नुहोस् तल किन र दिनु भनेर कि त्यही हो। अहिले अब एप्सहरू हानेको पनि सानो क्लिप्सहरू आउँछ अहिले। त्यही हामी स्टेसन पनि देखेको। नाम देखाइ भन नाम नदेखाउँ, नाम भन न। खोणसु स्टेसन, खोणसु साइटामा खोणसु। हल्का अनुहार पनि देखाउँ। देखाउँ न। के गर्नु चाहिँ आज अनुहारले नै पुरै उज्यालो भइरहेछ। नआएर नआउनुसम्म त डेली त हो। ए हो र? कहिले सपनीमा हो कि हो? कहिले त्यही ननुहाएको दिनमा चाहिँ यसो अँध्यारो हुने, हिउँहरू धेरै परिदिने, जाडो हुने। राखौँ न राखौँ है। भेटौँदाखेरि। ल ल ल। तर एन्टी लाइट पर्ने रहेछ नि त। सिकेको छु हल्का दामी हावा चलिहाल्यो। हावा चाहिँ मजाको हावा यार। यहाँ तल झर्ने, माथि आउने, माथि आउने गइँदैछ हामी ठाउँतिर। यस्तै छ बाटोहरू। नखिचौँ हेर, फुलहरू दामी दामी फुल फुलेछ उता हेर न। दामी फुल फुलेछ। मालहरू चाहिँ फाइनल्ली आइपुग्यो। यो माललाई चाहिँ अब कसरी खाने मैले देखाउँछु। हाल त खोइ के हाल्नुपर्ने माल हाल न, म कसरी हाल्ने? खोइ उयो छ यो चाहिँ चियारे बुढी हो। हट सस हालिदिउँ। के हो भयो भयो सक्यो छैन अन्त भयो? के छ अझ आउनु?
खारागे र गेउजा के हाल्दिउँ मटर म हाल्छु अहिले खाउनु नि हो यो माललाई चाहिँ मैले हाल्छु अब खानु त यो माललाई हालौँ हाय मैले गर्मी हुँदा जस्तो छ कि खाइ ल ल खाउनु सुप खाने कोही भन्नु त क्या एउटा सुप बनेर तिमी खाऊ म खान्छु भयो अब खाऊ है ल खाएर भन न खाऊ है त सुप बनाउँ ओके राखेँ सर्लक्क घुमाइदिनु पऱ्यो एकलट अलिक खुली भएन क्या आज ल मालहरू पनि सबै फाँक भयो टनाटन एउटाले चाहिँ कोक उहाँले चाहिँ कोक हान्नु हुँदैछ ओरेन्जमा मैले खाने ओरेन्ज छैन पिङ्कु त्यही हो पिङ्कु ए झन् एउटा बाँकी रहेछ लास्ट लास्ट भारी भइस छैन के हुन्छ भारी सबै सामान हालेपछि त यो लग्ने हो यो लगौँ न यो लग्ने के कुर्छ यस्तो लग्ने 300 रहेछ यो लग्ने हो यहाँ नि मान्छे चाहिँ हुनुपर्छ सबै बोकिदिने म चाहिँ केही छैन यता हेर त ज्ञानी सब अझै भारी पुगेको छैन भाइ अझै भारी अझै चाहियो किन र भारी नपुगेर भारी नपुगेर तनाव छ होइन त भरियै भयो हुनु लेखेको भरियै छ हो ठ्याक्क 2टा जिम्मेवारी हेर त आउनुहोस् आउनुहोस् पार त लास्टै गर्मी छ उज्यालो दिन छ भन न यही मुहाहरूको कारणले यही मुहाहरू काम छन् कि त यही मुहार त्यही हो र अगाडिबाट खिच्छ नि के पछाडिबाट पछाडिबाट मात्रै खिच्छ के उदा पुरै यो पर बस ल अब राखिदिउँ है त